अब 1 घन्टापछि एक्जाम छ। अब मैले पढ्नै पर्छ। ला बल्ल चिट बनायो। तर एकछिन यति चिटले कहाँ पुग्छ त यार? बरु अस्ति दर्जामा राखेको एक्स्ट्रा चिट निकाल्छु। यदि मात्र चिटले त पुग्दैन। त्यही पनि अब म काम चलाउँछु। मलाई यो एक्जाममा जसरी पनि टप गर्नु छ। अब मैले सबै रट्नै पर्छ। कुछ पाने की हो आस आस कोई अरमा हो जो खास खास आशाएं हर कोशिश में हो बार बार करे दरियाओं को आर पार आशाएं तूफानों को चीर के मंजिलों को छीन ले आशाएं ले दिल की उम्मीदें हंसे दिल की मुश्किल नहीं कुछ भी नहीं कुछ भी उठाइए ना साथी के भयो? तैँले कति पढाएको छ इक्जामलाई? मैले त केही पढाएन। त चिन्ता नगर, मैले म्याथको सबै च्याप्टर पुरै प्र्याक्टिस गरेर आएको छु। हेर यसपालिको इक्जाममा त मैले टप हान्छु। तँलाई केही पनि आएन भने मलाई सोध मलाई। तर इक्जाम त इङ्ग्लिसको। अब 5 दिनपछि साइन्सको इक्जाम छ यार। अब मैले पढ्नै पर्छ। म पढ्छु। तर एकछिन अझै 5 दिन बाँकी छ त। आजदेखि किन पढ्नु? म भोलि चाहिँ साँच्चै पढ्छु। म भोलि पक्का पढ्छु। The next day. अब हिजो चाहिँ मैले पढेको थिइनँ। आज चाहिँ म पक्का पढ्छु है। तर एकछिन अझै 4 दिन बाँकी छ त। मैले अहिले किन तनाव लिनु पर्यो? मैले भोलि पढ्यो भने पनि भइहाल्छु। भोलि नै पढ्छु म। The next day. 2 दिन भइसक्यो यार मैले नपढेको। आज चाहिँ मैले पढ्नै पर्छ क्या। मैले त धेरै पढिरहेको छु। बरु कौशलले चाहिँ कति पढ्यो एकचोटि सोधिहाल्नु पर्यो। ओइ कौशल, तैँले कति पढिस्? मैले त 7वटा च्याप्टर पढिसकेँ यार। के कुरा गर्छ? हाम्रो बुकमा त जम्मा 6वटा च्याप्टर छ त। इङ्ग्लिस बुकमा 7वटा च्याप्टर छ नि त। अनि भोलि साइन्स इक्जाम हो। चुला फोन गर। मलाई जे पाते यार अर्कोलाई फोन गर्नु पर्यो बरु। ओइ तैँले कति पढिस्? मैले त केही पढाएको छैन यार। अझै 2 दिन छ त किन पढ्नु पर्यो? छोड्दै नपढ। ओ यार तैँले भनेको कुरा नि सही नै हो। यति चाँडो किन पढ्नु? भोलि पढ्यो नि भइहाल्छ नि। हो साथीले भनेको कुरा सही हो क्या। भोलि पढ्यो नि भइहाल्छ। किन धेरै टेन्सन लिइराख्नु पर्यो? The next day. भोलि इक्जाम हो। आज त लास्ट दिन हो। आज त मैले पढ्नै पर्छ। आज पढ्ने भने त म पक्का फेल हुन्छु। कसको फोन आयो? ए प्रियाको फोन रहेछ। तर फेरि इक्जाम भन्छ। एकछिन बोल्दा एकैछिन जान्छ र बोल्छु एकछिन। हेलो प्रिया। ल प्रिया अब मैले राखेँ है। अब चाहिँ पढ्नु पर्यो। तर एकछिन कति भयो? ए रातिको 10 बजिसकेको छ यार। अब त के पढ्नु? भोलि बिहान उठेर पढ्छु बरु। बिहान धेरै याद पनि हुन्छ। अब अहिले राति भएपछि के पढ्नु? The next morning. आज बिहान भएर त पढ्न भ्याउँदिनँ। तर अर्को इक्जाममा पढौँला नि त यार। के छ र यार? Subscribe to my channel.